हेलो साथी हो, नमस्ते सबैजनालाई। तपाईहरु के गर्नुहुँदैछ? सबैजना ठिकै नै हुनुहुन्छ होला हैन? म पनि ठिकै नै छु। म चाहिँ आजको रेसिपीमा चाहिँ के बनाउँदै छु भने साथी हो, आजको रेसिपीमा चाहिँ म बनाउँदै छु मेथीको पराठा। अब यसलाई म धोइधाइ गर्छु, यसलाई मसिनो काट्छु। यसलाई धोएर चाहिँ म मेथीको पराठा बनाउँछु साथी हो। मेथीको चाहिँ काटिसकेँ मैले मसिनो गरेर हो। अब यसमा म के हाल्छु भने मेथीको चाहिँ वास गरेँ मैले हो। अब एक साइडमा राखिदिन्छु यसलाई। हरियो खोर्सानी हाल्छु, प्याज। मेथीको पराठालाई चाहिँ म के हाल्छु भने यो सुजी हो आधा कप हैन, सुजी हाल्छु। अन्तखेरि यो मैदा हाल्छु, यो आटा हो गेहुँको आटा हो, योसँग आटा गुन्छु म साथी हो। अजवाइन पनि हाल्छु। नुन पनि हालिदिन्छु साथी हो। प्याज र हरियो खोर्सानी मैले मसिनो गरेर काटेँ हो, यो पनि हालेँ मैले। आटा चाहिँ गुनेर मैले रेडी गरेँ गाइस, हेर्नु सक्नुहुन्छ तपाईहरुले। अब बनाउँछु पराठा। वाउ, वाउ साथी हो, बहुत दामी बनियो पराठा चाहिँ, मेथीको पराठा। यो चाहिँ हामी बटरको साथ खान्छौँ साथी हो। हेर्नुहोस् पराठा।
पराठा चाहिँ दामी बन्यो नानीहरूले भन्दैछ साथी हो। नानीहरूले भन्दैछ बहुत टेस्टी भयो हैन। तपाईहरुलाई मेरो आजको रेसिपी कस्तो लाग्यो लाइक कमेन्ट जरुर गरिदिनुहोस् होला साथी हो। हुन्छ त गाइस, बाई बाई।